साथीहरू, सेवा नमस्ते। आज चाहिँ हामीले भान्जीसँग खेसरीको साग र के पो मस्यौरा लगाउन आँटेको। खेसरीको सागमा यो कालो दाल भिजाएर दलेर टुप्लुक टुप्लुक भान्जीले चाहिँ लाउनु हुँदैछ। के भन्छ हौ यो चाहिँ कालो दालको पेस्ट हो, तर के गर्नु, यसलाई तरकारी खानु नि भोलि माई फोन अलिक बिग्रिरहेको छ। यसलाई गरौँ त बत्ती चाहिँ बाल्नु न। यस्तरी हामी चाहिँ टुप्लुक टुप्लुक लगाउँछौँ। भान्जीले लगाउँदै हुनुहुन्छ है। अनि यो चाहिँ मैले देखेकै थिइनँ गाइजहरू, खेसरीको साग। ए साथीहरू पो त के चाहिँ हो त, हामी चाहिँ यसरी लगाउँछौँ। अब टुप्लुक टुप्लुक दियालो तरिकाले लगाउनु भएको भनेको चाहिँ यस्तो हातको सोहोर त्यस्तो यस्तो गर्दै के हो, त्यसो गरेर भनेको क्या मैले चाहिँ। यस्तरी खेसरीको सागलाई चाहिँ यस्तरी उयो गर्नुपर्ने रहेछ नि त। यस्तरी राखिन्छ। ल ल गुट गुट। यो चाहिँ तरकारी नहुँदा तरकारी खानुपर्ने। आया गले मात्रै। यो चाहिँ फाइनली साथीहरू सक्यौँ यो बनाएर पनि। यो खेसरीको पत्तामा पनि मुन्टामा पनि हामीले यसरी दल्यौँ। पछि के पो तरकारी नहुँदाखेरि फुलाएर खानुको लागि। आइया हो खुट्टै निधायो त। आलु उसिनु होइन, अनि आलुलाई मजाले त्यो गऱ्यो, यसलाई चाहिँ पारेर राख्यो, अनि आलुमा थोरै छपछप झोल हालेपछि अनि यो पनि हाल्दै क्या। त्यही बनाइए हामीले चाहिँ यति बनाइसक्यौँ।